नमस्कार, तपाईलाई स्वागत छ यस गाइडेड निद्रा ध्यानमा। आज हामी तपाईको शरीर, मन र आत्मालाई गहिरो शान्तिमा लैजान जाँदैछौँ। सुरु गर्नु अघि आरामदायी स्थानमा बस्नुहोस् वा सुत्नुहोस्। आँखा बन्द गर्नुहोस् र आफ्नो शरीरलाई पूर्ण रूपमा आराम गर्न अनुमति दिनुहोस्। सासमा ध्यान केन्द्रित गर्नुहोस्, गहिरो श्वास लिनुहोस् र बिस्तारै छोड्नुहोस्। हरेक साससँग तपाई अझ शान्त, अझ रिल्याक्स महसुस गर्नुहुन्छ। अब तपाईको ध्यान पैतालाबाट सुरु गरौँ। पैतालालाई हल्का तान्नुहोस्, त्यसपछि रिल्याक्स गर्नुहोस्। तपाईको पैतालाको हरेक अङ्ग शान्त र हल्का महसुस हुन्छ। तलको खुट्टा, टाङ र घुँडामा ध्यान दिनुहोस्। हरेक स्नायु र मांसपेशी ढिला हुँदै जान्छ। तपाईको खुट्टाको प्रत्येक अङ्ग रिल्याक्स हुँदै गहिरो आराम अनुभव गर्छ। अब तपाईको हात र पाखुरामा ध्यान केन्द्रित गर्नुहोस्। हातको औँला, पाखुरा र काँधसम्म सम्पूर्ण शरीर ढिला हुँदै जान्छ। सास फेर्दा तनाव बाहिर निस्कन्छ। प्रत्येक श्वाससँग तपाई अझ गहिरो रिल्याक्सेसन अनुभव गर्नुहुन्छ। अब तपाईको पेट, छाती र पछाडीको भागलाई रिल्याक्स गर्नुहोस्। हरेक स्नायु हल्का हुँदै जान्छ। गहिरो श्वास लिनुहोस्। श्वास छोड्दा तनाव बाहिर निस्कन्छ। तपाईको शरीर ढिला हुँदै जान्छ र पूर्ण शान्तिमा प्रवेश गर्दछ। अब तपाईको गर्दन, टाउको र अनुहारलाई रिल्याक्स गर्नुहोस्। टाउको हल्का, अनुहार शान्त, आँखा ढिला हुँदै जान्छ। तपाईको मस्तिष्क शान्त र आराम महसुस गर्छ। सासको रिदम तपाईलाई गहिरो निद्रामा लैजान्छ। अब तपाईको दिमागलाई शान्त र रिल्याक्स गर्ने दृश्यमा लैजानुहोस्। तपाई एक शान्त नदी किनारमा हुनुहुन्छ। पानी हल्का बगिरहेको छ। 3 शुद्ध हंस नदीमा खेल्दैछन्। सय सेता चराहरू आकाशमा उडिरहेका छन्। आकाशमा ठूलो चम्किलो चन्द्रमा स्थिर छ। तपाईलाई शान्ति र सुरक्षा अनुभव गराउँछ। हरेक साससँग तपाई अझ गहिरो निद्रामा प्रवेश गर्नुहुन्छ। शरीर, मन र आत्मा पूर्ण शान्तिमा छन्। अब तपाई आफैलाई भन्न सक्नुहुन्छ, म सुरक्षित छु, म शान्त छु, मेरो शरीर र मन पूर्ण आराममा छन्, म गहिरो निद्रामा जान तयार छु। हरेक साससँग तपाई अझ गहिरो निद्रामा प्रवेश गर्नुहुन्छ। अब तपाई पूर्ण रूपमा रिल्याक्स हुनुभएको छ। शरीर, मन र आत्मा शान्त छन्। तपाई सुरक्षित हुनुहुन्छ, आराममा हुनुहुन्छ। ढिला ढिला सास फेर्दै तपाई गहिरो निद्रामा जानुहोस्। शान्ति, शान्ति, शान्ति। अब शान्तिपूर्ण तरिकाले गहिरो श्वास लिनुहोस्। नाकबाट गहिरो श्वास लिनुहोस् र मुखबाट बिस्तारै छोड्नुहोस्। हरेक साससँग तपाईको शरीर हल्का हुँदै जान्छ र तपाईको मन शान्त हुँदै जान्छ। ध्यान दिनुहोस्, तपाईले यहाँ केही पनि गर्नु पर्दैन। तपाई केवल सासको प्रवाहलाई अनुभव गर्नुहुन्छ। सास आउँछ र सास जान्छ। यो एक प्राकृतिक प्रक्रिया हो। यस प्रक्रियामा कुनै पनि बाधा छैन। तपाई केवल सासलाई हेर्नुहुन्छ। अब तपाईको शरीरलाई बिस्तारै स्क्यान गर्न सुरु गर्नुहोस्। पैतालाबाट सुरु गर्नुहोस्। पैतालालाई हल्का महसुस गर्नुहोस्। तपाईको पैतालामा सबै स्नायु र मांसपेशी ढिला हुँदै जान्छन्। तपाईको खुट्टाको हरेक अङ्ग हल्का, आरामदायी र रिल्याक्स भएको महसुस हुन्छ। ध्यान दिनुहोस् कि पैतालामा रगतको प्रवाह कस्तो शान्त छ। तपाईको पैतालामा हल्का ऊर्जा फैलिन्छ। तपाईको खुट्टा पूर्ण रूपमा रिल्याक्स हुँदै जान्छ। अब तपाईको टाङ र घुँडामा ध्यान दिनुहोस्। हरेक स्नायु ढिला हुँदै जान्छ। घुँडामा रहेका कुनै पनि तनावट वा तनाव पूर्ण रूपमा हल्का हुँदै जान्छ। तपाईको खुट्टाको अनुभव पूर्ण रूपमा शान्त र रिल्याक्स महसुस हुन्छ। अब तपाईको हात र पाखुरामा ध्यान केन्द्रित गर्नुहोस्। हातको औँला, पाखुरा र काँधसम्म सम्पूर्ण शरीर ढिला हुँदै जान्छ। हातहरू स्वतः शान्त हुँदै जान्छन्। अब तपाईको पेट, छाती र पछाडीको भागलाई रिल्याक्स गर्नुहोस्।
हरेक साससँग तपाईको पेट विस्तार हुन्छ र फिर्ता आउँदा तपाईको पेट र छाती पूर्ण रूपमा रिल्याक्स हुन्छन्। सासको रिदमलाई केवल हेर्नुहोस्। सास आउँछ र सास जान्छ। अब तपाईको पछाडीको भागमा ध्यान दिनुहोस्। तपाईको पछाडीको हरेक स्नायु र मांसपेशी ढिला हुँदै जान्छन्। तपाईको शरीर हल्का, रिल्याक्स्ड र शान्त महसुस गर्छ। अब तपाईको गर्दन, टाउको र अनुहारलाई रिल्याक्स गर्नुहोस्। टाउको हल्का, अनुहार शान्त, आँखा ढिला र मुख रिल्याक्स भएको महसुस गर्छ। तपाईको मस्तिष्क शान्त र पुष्ट महसुस गर्छ। अब तपाई केवल सासमा ध्यान दिनुहोस्। तपाईको मन र शरीर शान्त छ। तपाईका विचारहरू आउँछन् र जान्छन्। तपाईले ती विचारहरूलाई मात्र हेर्नुहुन्छ, जस्तै बादल आकाशमा तैरिरहेका छन्। तपाई केवल सासमा फोकस गर्नुहुन्छ। अब सासको प्रत्येक प्रवाहमा ध्यान केन्द्रित गर्नुहोस्। सास आउँदा तपाईको शरीर हल्का र ऊर्जापूर्ण महसुस गर्छ। सास जाँदा तपाईको शरीर अझ रिल्याक्स महसुस गर्छ। तपाईको मन शान्त र स्थिर हुन्छ। अब तपाईको सासलाई मनमा एक दृश्यका रूपमा कल्पना गर्नुहोस्। जब तपाई सास लिनुहुन्छ, शरीरमा प्रकाश फैलिन्छ। जब तपाई सास छोड्नुहुन्छ, तनाव र शुद्धि बाहिर निस्कन्छ। हरेक श्वाससँग तपाई अझ गहिरो रिल्याक्सेसनमा प्रवेश गर्नुहुन्छ। तपाईको मन शान्त, स्थिर र क्लियर महसुस गर्छ। तपाई पूर्ण रूपमा सुरक्षित, शान्त र रिल्याक्स महसुस गर्नुहुन्छ। अब तपाईको ध्यानलाई अझ गहिरो बनाउने अभ्यास गरौँ। तपाईको सासको प्रवाहलाई महसुस गर्नुहोस्। तपाईको शरीर हल्का, रिल्याक्स्ड र शान्त छ। हरेक अङ्ग पूर्ण रूपमा आराम महसुस गर्छ। अब तपाईको मन शान्त र स्थिर हुन्छ। विचारहरू आउँछन् र जान्छन्। तपाई केवल सासको अनुभवमा उपस्थित हुनुहुन्छ। सास आउँछ र सास जान्छ। अब तपाईलाई कल्पना गर्नुहोस् कि तपाई शान्त एक नदी किनारमा हुनुहुन्छ। नदीको पानी हल्का बगिरहेको छ। तपाईको मन पूर्ण रूपमा शान्त छ। तपाईको शरीर रिल्याक्स छ। नदीको पानीको हल्का आवाजले तपाईको मन शान्त बनाउँछ। तपाईको सास नदीको लयसँग मेल खान्छ। तपाई शान्त, रिल्याक्स्ड र सुरक्षित महसुस गर्नुहुन्छ। अब तपाईको सासलाई गहिरो, बिस्तारै र शान्त तरिकाले हेर्नुहोस्। सास आउँछ र सास जान्छ। तपाई केवल सासलाई हेर्नुहोस्, जस्तै नदीको पानी बगिरहेको छ। अब तपाईको शरीर र मन पूर्ण रूपमा रिल्याक्स भइसकेका छन्। तपाई सुरक्षित, शान्त र रिल्याक्स महसुस गर्नुहुन्छ। अब तपाईलाई भनौँ कि तपाईको मन पूर्ण शान्तिमा प्रवेश गर्दैछ। हरेक साससँग तपाईको शरीर अझ रिल्याक्स महसुस गर्छ। तपाई गहिरो निद्रामा जान तयार हुनुहुन्छ। अब तपाई आफैलाई भन्न सक्नुहुन्छ, म सुरक्षित छु, म शान्त छु, मेरो शरीर र मन पूर्ण आराममा छन्, म गहिरो निद्रामा जान तयार छु। अब तपाईको शरीर, मन र आत्मा पूर्ण रूपमा रिल्याक्स भइसकेका छन्। तपाईको सासको प्रत्येक प्रवाहले तपाईलाई गहिरो शान्ति र विश्राममा लैजान्छ। तपाई पूर्ण रूपमा सुरक्षित, शान्त र रिल्याक्स महसुस गर्नुहुन्छ। तपाईको शरीर हल्का, टाउको शान्त र मन स्थिर छ। अब ढिला ढिला सास फेर्दै गहिरो निद्रामा जानुहोस्। तपाईको शरीर, मन र आत्मा शान्त र रिल्याक्स भएको अनुभव गर्छ। शान्ति, शान्ति, शान्ति। अब तपाईले केही पनि गर्नु पर्दैन। तपाई केवल आफ्नो सासको प्रवाहलाई अनुभव गर्नुहुनेछ। सास आउँछ र जान्छ। तपाई त्यही उपस्थित हुनुहुन्छ। कुनै पनि विचार वा चिन्ता यसमा बाधा पुर्याउन सक्दैन। अब तपाईको ध्यान बिस्तारै पैतालाबाट सुरु गरौँ। पैतालामा हल्का तान्नुहोस् र रिल्याक्स गर्नुहोस्। पैतालाका प्रत्येक स्नायु र मांसपेशी ढिला हुँदै जान्छन्। खुट्टाको प्रत्येक भाग हल्का, शान्त र आरामदायी महसुस हुन्छ। खुट्टा र टाङमा ध्यान दिनुहोस्। घुँडा, टाङ र खुट्टाका सबै अङ्ग ढिला हुँदै जान्छन्। तपाईको शरीरमा शान्ति फैलिन्छ। हरेक स्नायु हल्का, हरेक मांसपेशी रिल्याक्स, हरेक अङ्ग आरामदायी महसुस हुन्छ। अब हात र पाखुरामा ध्यान केन्द्रित गर्नुहोस्। हातको औँला, पाखुरा र काँधसम्म सम्पूर्ण शरीर ढिला हुँदै जान्छ। हरेक साससँग तपाई अझ गहिरो रिल्याक्सेसन अनुभव गर्नुहुन्छ। हरेक सास तपाईलाई शान्तिको अनुभूति दिन्छ। अब तपाईको पेट र छातीमा ध्यान दिनुहोस्। सास आउँदा पेट विस्तार हुन्छ।
र सास जाँदा सबै तनाव, चिन्ता र थकान बाहिर निस्कन्छ। तपाईको शरीर पूर्ण शान्ति र आराम महसुस गर्छ। हरेक साससँग शरीर अझ हल्का, मन अझ स्पष्ट र आत्मा अझ स्थिर हुन्छ। अब तपाईको पछाडीको भागलाई रिल्याक्स गर्नुहोस्। हरेक स्नायु ढिला हुँदै जान्छ। तपाई हल्का महसुस गर्नुहुन्छ। शरीर शान्त र विश्राममा प्रवेश गर्छ। तपाईको मांसपेशीहरू र स्नायुहरू ढिला हुँदै जान्छन्। तपाईको पछाडीको प्रत्येक भाग शान्त, रिल्याक्स र हल्का महसुस हुन्छ। गर्दन, टाउको र अनुहारलाई रिल्याक्स गर्नुहोस्। टाउको हल्का, अनुहार शान्त, आँखा र मुख रिल्याक्स। तपाईको मस्तिष्क शान्त र विश्राम महसुस गर्छ। अब तपाई केवल आफ्नो सासमा ध्यान केन्द्रित गर्नुहोस्। सास आउँछ र जान्छ। तपाई केवल त्यसलाई हेर्नुहुन्छ। विचारहरू आउँछन् र जान्छन्। तपाईको मन स्थिर, स्पष्ट र शान्त छ। तपाईको शरीर हल्का र रिल्याक्स महसुस गर्छ। अब तपाईको सासको प्रत्येक लयलाई महसुस गर्नुहोस्। सास आउँदा तपाईको शरीर ऊर्जा महसुस गर्छ। सास जाँदा शरीर अझ रिल्याक्स महसुस गर्छ। प्रत्येक श्वासले तपाईको शरीरमा शान्ति, हल्का अनुभूति र आराम फैलाउँछ। अब तपाईको सासको प्रवाहलाई कल्पनामा ल्याउनुहोस्। जब तपाई श्वास भर्नुहुन्छ, शरीरमा उज्यालो फैलिन्छ। जब तपाई श्वास छोड्नुहुन्छ, सबै तनाव, चिन्ता र थकान बाहिर निस्कन्छ। हरेक साससँग तपाई अझ गहिरो रिल्याक्सेसन अनुभव गर्नुहुन्छ। तपाई पूर्ण रूपमा सुरक्षित, शान्त र रिल्याक्स महसुस गर्नुहुन्छ। अब तपाईलाई नदी किनारको शान्त दृश्यमा लैजानुहोस्। नदीको पानी हल्का बगिरहेको छ। तपाईको मन शान्त, शरीर रिल्याक्स र तपाई सुरक्षित महसुस गर्नुहुन्छ। 3 सेता हंस नदीमा खेलिरहेका छन्। आकाशमा 100 सेता चराहरू उडिरहेका छन्। आकाशमा ठूलो चम्किलो चन्द्रमा स्थिर छ। तपाईलाई शान्ति, सुरक्षा र विश्राम अनुभव हुन्छ। अब तपाईको ध्यानलाई अझ गहिरो बनाउनुहोस्। सास आउँछ र जान्छ। तपाई केवल श्वासमा उपस्थित हुनुहुन्छ। विचारहरू आउँछन् र जान्छन्। तपाईको मन शान्त, स्थिर र स्पष्ट छ। अब तपाई आफैलाई भन्न सक्नुहुन्छ, म सुरक्षित छु, म शान्त छु, मेरो शरीर र मन पूर्ण विश्राममा छन्, म गहिरो निद्रामा जान तयार छु। अब तपाईको शरीर, मन र आत्मा पूर्ण रूपमा रिल्याक्स छन्। तपाईको सासको प्रत्येक प्रवाहले तपाईलाई गहिरो शान्ति र विश्राममा लैजान्छ। सासमा अझ गहिरो ध्यान दिनुहोस्। हरेक साससँग तपाई शरीर, मन र आत्मामा शान्ति महसुस गर्नुहुन्छ। अब तपाई ढिला ढिला श्वास फेर्दै गहिरो निद्रामा जानुहोस्। शरीर हल्का, मन शान्त र आत्मा रिल्याक्स। शान्ति, शान्ति, शान्ति। सफलता तपाईको धैर्यमा लुकेको छ। आजको मेहनत भोलिको सफलता बनाउँछ। असम्भव केही छैन, केवल प्रयास कम छ। हर असफलता तपाईलाई अझ बलियो बनाउँछ। विश्वास नै तपाईको पहिलो सफलता हो। सपना देख्न डराउनु हुँदैन, त्यसको पछाडि लाग्नुहोस्। निरन्तर प्रयासले मार्ग सजिलो बनाउँछ। धैर्य जीवनको ठूलो गुरु हो। तपाईले गर्न सक्नुहुन्छ, केवल सुरु गर्नुहोस्। प्रत्येक दिन नयाँ अवसर ल्याउँछ। डरलाई चुनौती बनाउनुहोस्। सकारात्मक सोचले जीवन बदल्छ। आजको सानो कदम भोलिको ठूलो परिवर्तन हो। आफ्नो लक्ष्यको लागि स्थिर रहनुहोस्। असफलताले तपाईको आत्मविश्वास घटाउँदैन। सफलताको लागि सदैव तयार रहनुहोस्। शक्ति तपाई भित्रै छ। आजको मेहनत तपाईको भविष्य हो। धैर्य र परिश्रमले सपना पूरा गर्छ। आफ्नै जीवनको नायक बन्नुहोस्। प्रेरणा तपाईको आत्माबाट आउँछ। आफ्नो कमजोरीलाई शक्ति बनाउनुहोस्। निरन्तर प्रयासले सफलता ल्याउँछ। हरेक कठिनाई अवसर हो। आफ्नो लक्ष्यप्रति समर्पित रहनुहोस्। सक्दो प्रयास नगरी सफलता सम्भव छैन। टाइम तपाईको ठूलो साथी हो। आजको असफलता भोलिको विजय हो। धैर्य राख्न सिक्नुहोस्। सफलता नजिकै छ। सोच परिवर्तनले जीवन परिवर्तन गर्छ। तपाईको सपना वास्तविकता बन्न सक्छ। आफूमा विश्वास राख्नुहोस्।
सकारात्मक सोचले कठिनाइहरू सजिलो बनाउँछ। आजको मेहनत भोलिको उपहार हो। असम्भवलाई चुनौती दिनुहोस्। हरेक समस्या समाधानको अवसर हो। आफ्नो शक्ति पहिचान गर्नुहोस्। लक्ष्य बिना जीवन दिशाविहीन हुन्छ। प्रयास रोक्नु भनेको हार स्वीकार गर्नु हो। हिम्मतले सबै बाधा तोड्छ। आजको समय गुमाउनु हुँदैन। सफल व्यक्ति प्रयासलाई कहिल्यै रोक्दैन। सानो कदम पनि ठूलो लक्ष्यमा पुर्याउँछ। असफलताले सिकाउँछ, डरले होइन। मेहनतले सफलता सुनिश्चित गर्छ। आफ्नो काममा साँचो लगन राख्नुहोस्। आत्मविश्वास मार्ग देखाउँछ। सोच बदल्नु जीवन बदल्नु हो। निरन्तर प्रयासले निपुणता ल्याउँछ। चुनौतीहरू अवसरसँग मेल खान्छन्। धैर्य नै सफलता ल्याउँछ। आफ्नो सपना अरूलाई देखाउनुहोस्। शक्ति तपाईँ भित्रै छ, खोज्नुहोस्। आजको समस्या भोलि समाधान हुन्छ। प्रयास रोक्नु हुँदैन। सकारात्मक सोचले सफलता सजिलो बनाउँछ। असफलता अन्तिम होइन। आजको निर्णय भविष्य बनाउँछ। आफ्नो लक्ष्यलाई प्राथमिकता दिनुहोस्। मेहनतको फल मिठो हुन्छ। धैर्य र साहस जीवन बदल्छ। आफूमा विश्वास राख्नुहोस्। चुनौती सामना गर्दा शक्ति बढ्छ। समयले सबै कुरा सिकाउँछ। हरेक दिन नयाँ अवसर हो। सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। सोच र कर्म सँगै हुनुपर्छ। डर जिते सफलता नजिक छ। मेहनत र धैर्यले सपना पूरा गर्छ। कठिनाइले तपाईलाई मजबुत बनाउँछ। आत्मविश्वास सबैभन्दा ठूलो साथी हो। प्रयास कहिल्यै व्यर्थ जान्दैन। आफ्नो शक्ति पहिचान गर्नुहोस्। हरेक चुनौती सिकाइ हो। धैर्य राख्नु सफलता हो। सोच सकारात्मक राख्नुहोस्। आजको असफलता भोलिको सफलता हो। सपना देख्नुहोस्, पछि त्यसको पिछा गर्नुहोस्। साहसले बाधा पार्छ। मेहनतले शक्ति दिन्छ। आत्मविश्वासले मार्ग देखाउँछ। सफलता लगातार प्रयासको फल हो। आफ्नो लक्ष्यमा स्थिर रहनुहोस्। असफलता अनुभव हो, हार होइन। विश्वासले असम्भवलाई सम्भव बनाउँछ। आजको समय गुमाउनु हुँदैन। हरेक दिन नयाँ अवसर ल्याउँछ। साना प्रयासले ठूलो लक्ष्य पूरा हुन्छ। डरले रोक्दैन, प्रयासले अगाडि बढाउँछ। चुनौती तपाईलाई बलियो बनाउँछ। सफलता धैर्य र मेहनतको परिणाम हो। आफ्नो कमजोरीलाई शक्ति बनाउनुहोस्। सोच सकारात्मक राख्नुहोस्। आत्मविश्वास जीवन बदल्छ। कठिनाइलाई अवसरमा बदल्नुहोस्। प्रयास लगातार गर्नुहोस्। हरेक साससँग शक्ति बढ्छ। आजको मेहनत भविष्य सुनिश्चित गर्छ। डरले होइन, विश्वासले अघि बढाउँछ। तपाईँ सक्षम हुनुहुन्छ। प्रयास गर्नुहोस्। आजका समयका सबैभन्दा महान आध्यात्मिक व्यक्तित्वमध्ये एक गौतम बुद्धको नाम अत्यन्तै सम्मान योग्य छ। उनको जीवन कथा त्याग, निरीक्षण, सचेतना र करुणाको मार्गले भरिएको छ। बुद्धका शिक्षाले संसारभरि शान्ति, समता र मानसिक मुक्ति प्राप्तिमा अमूल्य योगदान पुर्याइरहेको छ। बुद्धको जन्म र जीवनको मूल कथा हामीले शान्त, सुबोध र भावनात्मक रूपमा बुझ्नुपर्छ, किनकि यसले हामीलाई केवल इतिहास मात्र सिकाउँदैन, जीवन पथप्रति एक गहिरो समझ पनि दिन्छ। प्रारम्भिक पृष्ठभूमि, जन्म र परिवार। आजका नेपाल भारत नजिकको ऐतिहासिक शहर लुम्बिनी हाल नेपालको तटीय क्षेत्रमा बुद्धको जन्मस्थल हो। करिब भगवान बुद्धको जन्म ईसा पूर्व 563 वा 480 तिर भएको मानिन्छ। उनको पिताको नाम शुद्धोधन, शुद्धोधना र माताको नाम महामाया, मायादेवी थियो। शुद्धोधन शाक्य साम्राज्यका राजा थिए र महामाया राजा शुद्धोधनकी रानी, धनी, सम्मानित र प्राज्ञ महिलाञ्ची थिइन्। जब महामायाले गर्भधारण गरिन्, उनलाई एक अद्भुत दिव्य स्वप्न आयो जसमा एक सेतो हात्तीले उनको शरीरमा प्रवेश गर्यो। यो स्वप्नले संकेत दियो कि गर्भमा रहेको शिशु संसारमा ठूलो आध्यात्मिक पुरुष बन्नेछ। महामाया देवी एक पूजा आचार सहित लुहिटकाको वनमा शुद्धोधनको साथ आइन् र त्यही बुद्धको जन्म भयो। जन्मको समय, मृत्यु, जन्म, जीवन र मृत्युवरण सबै घटनाहरू दिव्य चिन्हले भरिएका थिए। बुद्ध जन्मिँदा वनैभरिको वातावरण शान्त, सुन्दर र पवित्र थियो। दिव्य प्रकाश फैलिएको, फूलपात झर्दा झर्दै शीतल वायु बगिरहेको थियो।
आसपासका पाहुना तथा सेवकहरूले भगवान बुद्धको आगमनलाई दिव्य सङ्केतका रूपमा ग्रहण गरे। राजकुमार सिद्धार्थ, विलासितामा पलाएको जीवन। बुद्ध जन्मबिन्दुमा राजकुमार सिद्धार्थ गौतम नाम दिएर पौराणिक, विलासी र सुरक्षित जीवनसँगै ग्रामीण तथा लुहिटकाको धनी राजपरिवारमा हुर्किए। राजकुमार सिद्धार्थको बाल्यकाल शाक्य राज्यमा शान्ति र सुविख्यात शैक्षिक वातावरणमा बित्यो। उसले उत्कृष्ट शिक्षा प्राप्त गर्यो। अस्त्र-शस्त्र, राजनीति, संस्कृत, सङ्गीत, साहित्य र युद्धकला। राजमहलमा सिद्धार्थलाई सुन्दर गहना, विलासी पोशाक, स्वादिष्ट भोजन र अत्याधुनिक सुविधाको पूर्णता उपलब्ध थियो। राजकुमारलाई जीवनका दुःख, वृद्ध, रोग, मृत्यु जस्ता वास्तविक पीडाहरूबाट टाढा राख्न शुद्धोधनले एक सुरक्षित महल निर्माण गरे, जहाँ जीवनका सबै दुःखदायी सत्यहरूबाट सिद्धार्थलाई अलग राखियो। राजकुमार सिद्धार्थलाई संसारका दुःख, रोग, वृद्धावस्था, मृत्यु, पीडा र बिछोडका बारे जानकारी थिएन। उनले संसारलाई केवल उत्सव, आनन्द, रमाइलो र विलासिताको रूपमा मात्र जान्थे। 4 दर्शनहरूको भेट, दुःखको वास्तविकता। राजकुमार सिद्धार्थका बाल्यकालबाट नै जीवनको शान्ति, सत्य र रहस्यका लागि प्रश्नहरू जन्मिन थालेका थिए। उनले यो विलासी वातावरण बाहिरको संसार कसरी होला भनेर बुझ्न चाहन्थे। एक दिन उनी महल बाहिर निस्किए। तिनै 4 दर्शनले उनको जीवन परिवर्तन गरिदियो। पहिलो दर्शन, एक वृद्ध मान्छे। उनी महल बाहिर हिँडिरहेका थिए। त्यहाँ एक वृद्ध मान्छेलाई देखे। सेवकहरूको सहारामा हिँडिरहेको, शरीर बुढो भइसकेको, चल्न, बोल्न असजिलो। राजकुमारलाई त्यस्तो शरीर र अवस्था देखेर आश्चर्य लाग्यो। अर्को जन्मभर शान्ति र विलासमा बसेर उनको जीवनमा कमै यस्तो अवस्था देखिएको थियो। दोस्रो दर्शन, एक रोगी। थोरै पर गएपछि उनले एक व्यक्तिलाई देखे जसले शरीरमा असम्भव दर्द भोगिरहेको थियो। खाटमा हिँड्न असमर्थ, शरीर दुखेको, कराउँदा स्वर निस्किरहेको थियो। उनी अचम्मित भए, किनकि राजमहलमा यस्तो दृश्य कहिल्यै देखिएका थिएनन्। तेस्रो दर्शन, मृत्यु। थोरै अगाडि गएपछि उनी एक मृत शरीर पनि देखे, कसैको जीवन समाप्त भएको, शान्त र निश्वास। त्यो दृश्यले उनलाई स्तब्ध बनायो, किनकि यस्तो अवस्था उनको जीवनमा कहिले आएको थिएन। चौथो दर्शन, एक सन्यासी। अन्त्यमा उनले एक सन्यासीलाई देखे, न्यानो पोशाक र बाह्य विलासबाट टाढा, शान्त र विश्वासिलो भाव बोकेको। यसले बुद्धलाई सोचमा पार्यो, जीवनको वास्तविक अर्थ के हो, दुःख किन छ, जीवनको अन्त्य कहाँ छ। यी 4 दर्शनले सिद्धार्थको मनलाई एक गहिरो सोचमा पुर्यायो। जीवन केवल विलास र सुखै होइन, हरेक मानिसले दुःख, रोग, वृद्ध, मृत्यु सामना गर्छ। यदि यस्तो हो भने यसको कारण के हो, यसको अन्त्य कति सम्भव छ। उहाँको अन्तर्मनमा प्रश्नहरूको बाढी उम्लियो। बुद्ध यी दर्शनहरूबाट प्रेरित भई जीवनको सत्य खोज्ने दृढ सङ्कल्प गर्नुभयो। त्याग र तपस्या, महल छोड्ने निर्णय। राजकुमार सिद्धार्थको मनमा अब आध्यात्मिक प्रश्नहरूको आगो बलिरहेको थियो। उनले संसारका दुःखका कारण, मृत्युको रहस्य र मानव दुःखको निराकरण कसरी सम्भव छ, यसबारे गहिरोसँग बुझ्न चाहन्थे। तर उनको जीवनमा सबैभन्दा ठूलो बाधा शुद्धोधन थिए। राजकुमारलाई युद्ध, राजनीति तथा मनोरञ्जनको बाटोमा राखेर राज्य राजनीति, धन सम्पत्ति वा विलासितामा बाँध्न चाहन्थे। तर सिद्धार्थको अन्तर्मनले निकै बलियो आवाज उठायो, मानव जीवन एक दुःख मार्ग हो, यसको समाधान कसरी खोजिन्छ। एक रात 29 वर्षको उमेरमा उनले एक साहसी निर्णय गरे, महल छोड्ने। सन्ध्याको अँध्यारोमा उनले आफ्नो राजसी पहिरन, गहना, सम्पत्ति सबै त्यागेर साधारण साधु सन्यासीको पहिरन लगाएर महलबाट निस्किए। राजगोपाल, राजमहलका सेवक, राजा शुद्धोधनका दूत सबैले उनलाई पर्खिरहेका थिए। राजकुमारले भन्यो, म संसारको दुःखको कारण बुझ्न चाहन्छु, म यस पीडाबाट मुक्ति कसरी सम्भव छ र सबै मानिसहरूलाई पनि यसबाट कसरी मुक्त गराउन सकिन्छ, त्यसको उत्तर खोजेर फर्कनेछु। उहाँको यो निर्णय शाक्य मुनिको महान यात्राको प्रारम्भ थियो, धर्म, सत्य र आत्मजागरूकताका मार्गतर्फ। ज्ञानको खोजी, कठोर तपस्या र विचार मन्थन।
महल छोडेपछि सिद्धार्थले भिक्षु परम्परा सहजै अपनाएनन्। उनले संसारका अलग अलग गुरुहरूलाई भेटे, योग, ध्यान र ध्यान मार्गका तरिकाहरू सिके। पहिले उनले अज्ञानलाई पराजित गर्न अत्यन्त कठोर तपस्या अपनाए, उपवास, शरीरलाई कठोर साधनामा राख्ने, न्यून भोजनका साथ शुद्ध जीवन अभ्यास गरे। लामो समयसम्म उनले यस्ता कठोर साधनाले आफ्नो शरीरलाई कमजोर बनाए। तर मनको शान्ति र जीवनको वास्तविक सत्यले उनलाई पूर्ण उत्तर दिएन। यति कठोर तपस्या गरेपछि पनि उनले दुःखको अन्त्य, मानसिक मुक्ति तथा निर्वाणको मार्ग नपाए। अन्ततः सिद्धार्थले बुझे, अत्यधिक संयम पनि सत्यको मार्ग होइन, न अत्यधिक विलास। यो बीचको मार्ग, मध्यम मार्ग, सबैभन्दा उपयुक्त मार्ग हो। यो थियो बुद्ध धर्मको पहिलो वास्तविक उपदेश। मध्यम मार्ग, मिडल पाथ, जीवनका दुवै अतितिर नहिडी सन्तुलित, सचेत र शान्त जीवन अपनाउने मार्ग। जीवनको दुःख, किनकि लिसा भइसकेपछि उनी साँच्चैको जङ्ग भयो, दुःख र पीडाका गुप्त रहस्यहरू खोज्न थाले। बोधि ज्ञान प्राप्ति, ज्ञान प्राप्तिको क्षण। कुनै हल्का वृक्षको शान्त छायामा सिद्धार्थ बस्नुभएको थियो। यो वृक्षलाई आज बोधि वृक्ष भनिन्छ। वर्तमानमा बोध गया, भारत, जहाँ उनले गहिरो ध्यानमा प्रवेश गरे। ध्यान अभ्यासमा उनले आफ्नो अन्तर्मनका सबै बाधा, इच्छाहरू, दुःखका मूल कारणहरू र बन्धनका तन्तुहरूलाई अनुसन्धान गरे। र एक दिन चतुर्थ राति उनले सम्यक बोध अर्थात् पूर्ण ज्ञान प्राप्त गरे। तत्कालीन जन्म, मृत्यु, दुःख, दुःख कारण, मोक्ष, निर्वाण सबै सत्य उनमाथि प्रकट भयो। यो ज्ञान क्षण हुँदा बुद्धलाई गहिरो शान्ति, समत्व र करुणाको अनुभव भयो, जसले सबै प्राणीलाई दुःखबाट मुक्त गर्ने मार्गकै आशय बोकेको थियो। प्रथम उपदेश, धर्मचक्र व्यूह। बोधि प्राप्त गरेपछि बुद्धले सबै मानिसलाई दुःखको कारण बुझेर आफू जीवनमा निर्वाण प्राप्त गर्न सिकाउने निर्णय गरे। पहिलो उपदेश धर्मचक्र प्रवर्तन हो, जसलाई धर्मचक्र व्यूह पनि भनिन्छ। यो उपदेशमा उनले 4 आर्य सत्य र अष्टाङ्गिक मार्गको बिउ राखे। 4 आर्य सत्य: 1. दुःख, दुःखम, जीवनमा पीडा छ। 2. दुःखको कारण तृष्णा, इच्छा हो। 3. दुःखको अन्त्य सम्भव छ। 4. दुःखको अन्त्यको मार्ग, अष्टाङ्गिक मार्ग। अष्टाङ्गिक मार्ग: 1. सम्यक दृष्टि, 2. सम्यक संकल्प, 3. सम्यक वाणी, 4. सम्यक कर्म, 5. सम्यक आजीव, 6. सम्यक प्रयास, 7. सम्यक स्मृति, 8. सम्यक समाधि। यी मार्गले मानिसलाई मानसिक समता, नैतिक जीवन, सचेत ध्यान र अन्त्यमा निर्वाणतर्फ लैजान्छ। बुद्धका प्रमुख शिक्षाहरू: 1. मध्यम मार्ग, 2. अनित्यता, 3. अहिंसा, 4. मधुरता र सत्य, 5. ध्यान र समाधि। बुद्धका अनुयायी र सङ्घ: बुद्ध, टोमी।